84 बजेट भाषण 2083 सम्माननीय गृहमन्त्री श्रीमती ज्यू समक्ष यस वर्ष 2083 सालको बजेट भाषण घोषणा गर्ने अनुमति चाहन्छु। यस वर्ष विश्वभर भइरहेको द्वन्द्वका कारण अत्याधिक मूल्य वृद्धि भई महँगाई बढेको हुँदा सोचे जस्तो राम्रो बजेट ल्याउन नसकेकोमा क्षमा याचना गर्दछु। यस वर्ष पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य वृद्धि भई गाडी भाडा बढेको हुँदा अघिल्लो साल जस्तो अनावश्यक हिँडडुल गर्ने, भ्रमण गर्ने जस्ता कार्यलाई पुनः प्रतिबन्ध लगाएको छु। अघिल्लो साल जस्तै यो साल भने माइत दशैं, तिहार र तीजमा गरी वर्षको 3 चोटि जाने निर्देशन गर्दै यो वर्ष यातायात खर्चको लागि रु 3000 बजेट छुट्याएको छु। त्यस्तै गरी लत्ता कपडाको लागि मेरो स्वयं आफ्नो लागि यस साल आफ्नै सालाको विवाह हुने सम्भावना भएको हुँदा एक सेट भएको कोट प्यान्ट अत्याधिक पुरानो भएको हुँदा एक सेट कोट प्यान्ट सिलाउनका लागि रु 15000 बजेट छुट्याएको छु। त्यस्तै गरी हुर्किँदै गरेको छोरालाई मध्यनजर गर्दै छोराका लागि अलिकति बढी कपडा चाहिने भएकाले छोराको कपडाको लागि रु 20000 बजेट छुट्याएको छु। त्यस्तै गरी श्रीमतीको लत्ता कपडाको लागि भने यो साल कुनै पनि बजेट छुट्याउन सकेको छैन, बजेटमा समावेश भएको छैन। यो साल भन्दा अघिल्लो साल किनेको नयाँ साडी कुर्ता नलगाई दराजमै राखिएको हुँदा तिनै कपडा लगाउनका लागि कडा निर्देशन जारी गर्दछु। फेसबुकमा फोटो राख्न नयाँ कपडा चाहिन्छ भन्ने जस्ताहरू कुरा आएमा पहिला फेसबुकमा भएको फोटो डिलिट गरी पुनः तिनै कपडा लगाई फोटो खिची फेरि फेसबुकमा अपलोड गर्नका लागि पनि सुझाव दिन्छु। त्यस्तै गरी यो साल गहना मूल्यवान वस्तुहरूमा कुनै बजेट परेको छैन, पूर्ण कटौती गरिएको छ। त्यस्तै गरी यो साल खानपिनमा भने अलिकति बजेट परिवर्तन गरेको छु। यो साल भन्दा अघिल्लो साल मासुमा राखिएको बजेटमा त्यति सन्तुष्टि नदेखेका कारण यस वर्ष मासुका लागि रु 70000 बजेट छुट्याएको छु। त्यस्तै गरी अन्य रासनका लागि रु 80000 बजेट छुट्याएको छु। यसै साल छोराको पढाइ खर्च सुरु हुने भएकाले छोराको पढाइ खर्चका लागि रु 1 लाख बजेट छुट्याएको छु। सुन्दाखेरि बजेट एकहोरो सुनिए तापनि बजेट भनी राम्रै आए जस्तो लाग्छ। हरेक साल जस्तै यो साल पनि बजेट पास गर्नुपर्ने भएकोले घरको नियम कानुन अनुसार बजेट पास गर्नका लागि स्पष्ट बहुमत आवश्यक पर्ने हुँदा छोराको र मेरो बहुमत एकातिर भएर स्पष्ट बहुमत पुगेको हुँदा यस सालको बजेट बिना संशोधन टेबल गरी आजै पास गरेको घोषणा पनि गर्दछु। धन्यवाद, नमस्कार।